आदरणीय दर्शकवृन्द एवं श्रोतागणहरू, म आज यहाँहरूमाझ एक विशेष शीर्षकमाथि केही कुरा भन्न आँट गरिएको छु। आजको शीर्षक रहेको छ हाम्रो समाजमा विकराल रूप लिएको दाइजो प्रथा। दाइजो प्रथा भनेको के हो? सर्वप्रथम हामी बुझौँ। दाइजो प्रथा भनेको नेपाल सरकारले नेपालको अन्तरिम संविधान 2072 को संविधानमा यस दाइजोलाई परिभाषित यसरी गरिएको छ कि दुलही पक्षबाट दुलहा पक्षले मागेर केही सामान लिने वस्तु सामानलाई दाइजो प्रथा भनिन्छ। साथै यो पनि उल्लेख गरिएको छ कि नेपालको संविधानमा कि जसले दाइजो मागेर लिन्छ त्यसमाथि यदि दुलही पक्षले दुलहा पक्षमाथि मुद्दा हाल्यो भने रिट डायल गर्यो भने त्यसमाथि मुद्दा लाग्नेछ र उहाँका लागि 3 साल कैद अथवा 30,000 अथवा 60,000 जरिमानासम्म लाग्नेछ। प्रिय दर्शक वृन्दहरू, हाम्रो समाजमा दाइजो प्रथा आयो कसरी? एकछिन हामी यसमा पनि सोचौँ। दाइजो प्रथा हाम्रो वैदिक कालदेखि आएको छैन, न हाम्रो पौराणिक कालबाट आएको छ। यो हाम्रै पुर्खाहरूले यसलाई सृजित गरेर ल्याएको छ कि केटी पक्षले केटा पक्षलाई के दिइरहेछ, आफ्नो पक्षलाई हेराउनको लागि, आफ्नो इज्जत आफ्नो प्रतिष्ठा हेराउनको लागि के म यतिसम्म आफ्नो छोरीलाई यो कुरा दान दिन सक्ने छु भन्ने आशाले अरूलाई उत्साहित एवं प्रेरित गर्नको लागि होइन कि म यतिसम्म गर्न सक्छु, उसले यति गर्न सक्छ कि सक्दैन, तिस्कार घृणाको दृष्टिले गर्दा यस्तै भएको छ। तसर्थ यसलाई कसरी समाधान गर्ने? दाइजो प्रथालाई समाधान गर्नु भनेको एक पक्ष मात्र शक्ति यस्तो छ जसले दाइजो प्रथालाई 1 by 1 रोक्न सकिन्छ। हो त्यो शक्तिको के हो त? युवा शक्तिको सुदृढीकरण। सुदृढीकरण भन्नाले के बुझ्ने हो त? युवाले यदि यो कुरालाई तय गरिदियोस्, आँट गरिहालोस् कि जसले अब हामी बिहे गर्नेवाला उमेरमा हुनेवाला छौँ भन्नाले हामी केटी पक्षबाट के लिँदैवाला छैनौँ सरकारको संवैधानिक रूपले। तसर्थ हाम्रा धार्मिक कानुनले पनि शरीयतले पनि यही भनिरहेछ कि केटीसँग विवाह गरेर जीवन व्यतीत गर राम्रोसित, नाम जाहेज दाइजो डोरी लिनु, डोरी सिस्टम चल्नेवाला छैन हाम्रो समाजमा। तसर्थ हामी यी प्रयासहरू गर्दै जाउँ भने हाम्रा समाजबाट यी विकृति, कुरीति, कुसंस्कार, रीतिरिवाज, गलत चालचलन आफै ध्वस्त एवं खत्म एवं समाप्त हुन गइहाल्छ। तसर्थ हाम्रो जिम्मेवारी हो कि हामीले यसबारे पुरै समाज मात्रै नभई, समुदाय मात्रै नभई, हाम्रो देश मात्रै नभई विश्वभरिमा यसबारे जनचेतना, जनहित कार्यक्रम गरेर दाइजो प्रथाको विलम्बन गर्ने उद्देश्य एवं लक्ष्य लिएर अगाडि बढ्नु यो सबभन्दा हाम्रो कर्म एवं धर्म बन्नेवाला छ अथवा हो। किनभने यदि हामीले आफ्नो समाजलाई सुधार्छौँ भने हामी असल व्यक्ति पनि बन्न सक्छौँ। शङ्खधर सर्पको बारेमा आउँछ जुनले हामीले अध्ययन गर्छौँ इतिहासको किताबमा कि समाजलाई कसरी राम्रो बाटोतिर डोर्याएर समाजले कसरी सुदृढ गरेर आफ्नो नाम अमर पाएर यस संसारबाट, यस जगतबाट आफू स्वर्गवास भएको छ। तसर्थ यी कुराहरूको कारणले गर्दा हामी कार्य गर्दै जाउँ भने हाम्रा समाजका कुरीति, कुरिवाज, संस्कार जति छन् आफै खत्म भइहाल्छ। यति भन्नको लागि मैले यहाँहरूको माझ 8 सास गरे। तसर्थ तपाईहरु पनि 8 सास देखाउनुस् कि हाम्रो समाजबाट यी कुरीति, कुसंस्कारलाई हामी सबै एकजुट भएर, एक जमात भएर लडेर यसलाई हाम्रो समाजबाट बहिष्कार एवं हटाउने प्रयास गर्छौं एवं बाइकाट गरेर आफ्नो समाजलाई एउटा सबल, सच्चे एवं असल समाज बनाउने
आशा राख्दै म आफ्नो दुई शब्द यही टुङ्ग्याएँ। हस्त धन्यवाद।